ल इस्कुसको मोमोको लागि चाहिँ इस्कुस चाहिँ कोरेसो गरेर सकिन लाग्यो हो। यो चाहिँ एकदम मिठो हुन्छ इस्कुसको मोमो। म इस्कुसको मोमोमा पल्केर बफ चिकन मटन भेज कुनै मन नपऱ्यो इस्कुस मोमो फेभरेट। भुटी अब भाँडा हावा जल्छ मिठो हुन्छ त्यहाँ किन्छ। अब भाँडो सट्टा किन मलाई चाहिँ लास्ट घाँटी देखाएको छ। हिजोसम्म चाहिँ छोरी बिरामी भएर म 2 दिन भएर नसुतेको राम्ररी 2 घन्टा 3 घन्टा सुतेको छु। आज क्रिसमस मनाउने भनेर चाहिँ मोमो इस्कुसको मोमो घाँटी दुख्या रुगेला ज्वरो आइरहेको खाइन्छ मरे नि खाएर मरिन्छ लुगा। अब चाहिँ अचारको तयारी। अचारमा चाहिँ खासै केही हाल्दैनौँ एकदम सजिलो सिम्पल अचार तर पनि एकदम मिठो हुन्छ क्या। फर्स्टमा यहाँ प्याज र लसुन फुराउँछु अरू केही हाल्दैनौँ। त्यसलाई पनि खासै पक्नु बनाउनु पर्दैन। अब हालिदिनु के राख्ने हामी मोमोको डल्ला राख्ने यहाँ राख्ने सुरुमा यहाँ राख्ने होइन सुरुमा होइन यो पिठोको डल्ला भने क्या। ए ल यस्तो गऱ्यो भने चाहिँ ठ्याक्क साइज उत्रु हुँदो रहेछ क्या। धेरै नभएर अलिकति मात्रै खिच्नुपर्छ। अलिक ठुलै हुन्छ क्या। म के अरे यो मोमो बनाएर के अरे त्यसरी गोलो त बनाएन तैँले त अति मैले एक्लैले त कति राम्रो बनाएको थिएँ। यो चाहिँ 2टा इस्कुस हो। अब ठिकै छ त आचे लाग्दैन त मिक्सरको पिर गर्ने त्यहाँ उयो नमिलाएर कि तातोले गर्दा होला है। यो चाहिँ बिर्कै लागिरहेको छैन कि। ल हाम्रो चाहिँ अचार चाहिँ त्यस्तो छ एकदम यो बाक्लो छ। यो हेर्छन् हुन्छ कि मिक्सरले गर्दा किचनको हालत फेरि फिनिस्ड। अब चाहिँ मिक्स गरेर फिनिस्ड। यो चाहिँ अब लगभग कोरेर सक्यो हाम्रो। यति बाँकी छ यो कोरियाको पछाडिको भाग हो। यसलाई पनि किन छोड्नु कोर्नेसम्म कोरौँ न भनेर चाहिँ कोर्न लागेको। अहिले हात पनि सँगै कोर्यो भने फेरि खाइन्छ मासु कोर्दैन त्यसम्म त केयर गरिहाल्छ नि। चाहिँ अब कोरेर सक्यो।
मोमो कोथेभन्दा ठुलो छ। नानीले नदिएर भिडियो सिडियो गोली मारिहाल्यो। तर कस्तो झुसी भएको छ है। तपाईँ खुर्सानी हाल्नु भएन अचार? खुर्सानी हाल्नु भएन? यस्तो पिरो छ। सुतेको थियो क्या हो यो निदा मान्छे। जहाँ रह्यो त्यहीँ हेर्छु। मोमोको फोटो लिनु पर्ने सुरुमा है? सुरुमा फोटो लिनु पर्दो रहेछ नि। ठिकै छ। खालि खाइदिएर आउँछ। बच्चा भएर यस्तै हुन्छ। कतिवटा खाएँ नि थाहा छैन हौ। एउटा दुइटा भन्दा ठुलो छ। मेरो 15वटा रहेछ। अरू त्यहाँ रहेछ 10वटा रहेछ। 7वटा पनि छ मेरो।